हेलो एभ्रिवान, वेलकम ब्याक टु आवर च्यानल। धेरैजनाले चाहिँ हामीलाई सोधिरहनु भएको थियो घरमा लाते आर्ट बनाउन सकिन्छ कि सकिँदैन, कसरी बनाउने अनि के इक्विपमेन्टहरू चाहिन्छ भनेर। सो आजको भिडियोमा हामीले चाहिँ घरमै लाते आर्ट बनाउन आँट्दैछौँ। हामीले चाहिँ दुईवटा बेसिक आर्ट बनाउन आँटिरहेको छौँ। एउटा भनेको टुलिप, अर्को भनेको हट। र त्यसको लागि के इक्विपमेन्ट चाहिन्छ र के प्रोसेसले घरमा लाते आर्ट बनाउन सकिन्छ त्यो चाहिँ हामीले भिडियोमा डिस्क्राइब गर्नेछौँ र प्रोसेसहरू पनि सबै देखाउनेछौँ। र सबभन्दा सुरुमा चाहिँ हामीलाई लाते आर्टको लागि चाहिने भनेको एउटा नर्मल कफी जस्तै नेस्क्याफे, अनि अर्को भनेको इक्विपमेन्टको कुरा गर्दा हामीलाई चाहिन्छ फ्रेन्च प्रेस, र नेक्स्ट भनेको पिक्चर। र यति दुईवटा इक्विपमेन्ट भयो भने चाहिँ घरमै लाते आर्ट मजाले बनाउन सकिन्छ। र अब चाहिँ म कफी पाउडर युज गरेर कसरी एक्सप्रेसो बनाउने त्यो देखाउन गइरहेको छु। र मैले चाहिँ यहाँ पानीलाई हिट गर्न आँट्दैछु। पानी हल्का उम्लिसकेपछि चाहिँ त्यसलाई अब एक्सप्रेसोको लिक्विड बनाउँछु। र अब चाहिँ म यहाँ 1 स्पुन कफी युज गर्न आँट्दैछु। कफी कतिको युज गर्ने भन्ने कुरा चाहिँ हजुरहरूलाई कतिको स्ट्रङ खान मन छ त्यो अनुसार पनि डिपेन्ड गर्छ। यदि हजुरहरूलाई अलिक धेरै स्ट्रङ खान मन छ भने अलिक धेरै कफी युज गर्न सक्नुहुन्छ, नत्र भए ठिकै गर्दा हुन्छ। सो मैले त्यसमा चाहिँ अब अघि हामीले बोइल गरेको वाटर मैले यो चाहिँ हाफ स्पुन जति युज गर्न आँट्दैछु। र यसलाई चाहिँ मजाले मिक्स गरेर हामीले एक्सप्रेसोको लिक्विड बनाउन सकिन्छौँ। यसको माथिपट्टि चाहिँ क्रिममा मजाले देखिन्छ। र म अब यहाँ यसलाई मिक्स गर्दैछु। यसलाई मजाले मिक्स गर्ने जबसम्म यो पुरै मजाले डिजल्भ हुन्न त्यति बेलासम्म यसलाई मिक्स गरिरहने। यस्तो खालको क्रिममा चाहिँ देखिनु पर्यो दुईवटा मिक्स गरिसकेपछि। र आज चाहिँ मैले 1.5% फ्याट भएको मिल्क युज गर्न आँटिरहेको छु। नर्मली क्याफेहरूमा चाहिँ 3%, 3.2% फ्याट भएको मिल्कहरू युज गरेको पाइन्छ। मसँग चाहिँ आज यही एभाइलेबल थियो त्यसैले यो युज गर्दैछु। यसबाट पनि हामीले लाते आर्ट बनाउन सकिन्छ। त्यो मिल्क वार्म गर्न आँट्दैछु। र मिल्कलाई चाहिँ हामीले मिडियम फ्लोमा हिट गर्ने। यसलाई चाहिँ हामीले मजाले पुरै उम्लिन नदिने। उम्लिनुभन्दा अगाडि नै जस्ट बोइल हुन आँट्यो भन्ने थाहा भएपछि चाहिँ हामीले ग्यास अफ गरिदिँदा हुन्छ। मिल्क चाहिँ अब यतिको बोइल भयो भनेपछि हामीले त्यसको फ्लेम अफ गरिदिने। सो यो चाहिँ हाम्रो फ्रेन्च प्रेस भयो। यसमा चाहिँ अब हामीले अघि बोइल भएको मिल्कलाई पोर गर्छौँ। र यो चाहिँ हाम्रो प्लन्जर। जहिले पनि मिल्क चाहिँ यो फ्रेन्च प्रेसको 50% जति हाल्नुपर्छ। र फर्म चाहिँ कसरी डिटरमाइन गर्ने भन्दाखेरि चाहिँ जबसम्म हामीले प्लन्ज गर्दाखेरि 75% जति फर्म पुग्दैन त्यति बेलासम्म हामीले चाहिँ प्लन्ज गरिरहने। गर्दा चाहिँ जहिले पनि धेरै प्रेसर नदिने, त्यसलाई मिडियम फ्लोमा हामीले प्लन्ज गर्नुपर्छ। र यहाँ हाम्रो फर्म चाहिँ यति जति बसिसकेको छ। यतिको भइसकेपछि चाहिँ हाम्रो लाते आर्ट बनाउनलाई मिल्क रेडी हुन्छ। धेरैजनाले चाहिँ हामीलाई घरमा लाते आर्ट बनाउँदाखेरि राम्रो फर्म बन्दैन भन्नुहुन्छ। र उहाँहरूले सबैले गर्ने मिस्टेक भनेको चाहिँ प्रायः यो प्लन्जरलाई माथिपट्टि राख्नु। यसरी माथिपट्टि प्लन्जरलाई राख्दाखेरि चाहिँ प्लन्जरको नेटले फर्मलाई राम्रोसँग फ्लो हुन दिँदैन र पातलो मिल्क मात्र फ्लो हुन्छ। त्यसैले चाहिँ हामीले जहिले पनि प्लन्जरलाई तलपट्टि राख्नुपर्छ। र यसले गर्दाखेरि चाहिँ फर्म पनि राम्ररी फ्लो हुन्छ र हाम्रो लाते आर्ट पनि राम्रो बन्छ। र यसरी चाहिँ जहिले पनि मिल्कलाई स्विल गर्ने। अब चाहिँ म हाम्रो एक्सप्रेसोमा हाम्रो मिल्कलाई मिक्स गर्छु। 50% जति मैले सर्कुलर मोसनमा मिक्स गरेपछि चाहिँ मैले फर्स्ट पोर, सेकेन्ड पोर र थर्ड पोर गरेर बिचमा कट गरेपछि हाम्रो टुलिप आर्ट रेडी हुन्छ। र यहाँ चाहिँ हाम्रो टुलिप आर्ट रेडी भइसकेको छ, हजुरहरूले देख्न सक्नुहुन्छ। यसरी नै हजुरहरूले पनि घरमा फ्रेन्च प्रेस र पिक्चरको हेल्पद्वारा आर्ट बनाएर आफ्ना फ्यामिलीहरूसँग इन्जोय गर्न सक्नुहुन्छ।
र फेरि पनि म अर्को टुलिप बनाउन गइरहेको छु। हजुरहरूले पनि यसरी सर्कुलर मोसनमा मिल्कलाई मिक्स गरेर एक्सप्रेसनमा फर्स्ट पोर अनि त्यसपछि सेकेन्ड पोर अनि थर्ड पोर गर्ने, त्यसपछि पिक्चरलाई अलिकति माथि उठाएर स्ट्रेट लाइन ड्र गर्ने अनि हाम्रो टुलिप आर्ट रेडी हुन्छ। र अब चाहिँ हामी हट आर्ट बनाउन गइरहेको छौँ। यसको लागि चाहिँ अघिको जस्तै सेम प्रोसेसमा एक्सप्रेसनमा मिल्कलाई मिक्स गर्ने, अराउन्ड 50% जति भएपछि हामीले सेन्टरमा विगल गर्ने अनि त्यसपछि पिक्चरलाई हल्का माथि उठाएर स्ट्रेट लाइन ड्र गर्ने। यसरी चाहिँ हाम्रो हट आर्ट पनि रेडी हुन्छ। हजुरहरूले देख्न सक्नुहुन्छ हाम्रो हट बनिसकेको छ। हजुरहरूले पनि यसरी नै घरमा प्र्याक्टिस गर्न सक्नुहुन्छ। इजिली हामीले चाहिँ घरमा यसरी लाते बनाउन सक्छौँ। सो यसरी नै हजुरहरूले पनि घरमै विदाउट मेसिन यो दुईवटा इक्विपमेन्टद्वारा लाते आर्ट बनाउन सक्नुहुनेछ। केही क्वेसन अथवा केही कन्फ्युजन साथै केही सजेसनहरू भए कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। थ्याङ्क यू फर वाचिङ भिडियो।